सय छ हेर्नु न यहाँनिर तपाईँहरूलाई पनि देखाउँछु ल। त्यही भएर यसलाई मजाले छोपी पकाउँदैछु। अनि यता मार्छ होला हौ गर्नुपर्ने। हेलो साथीहरू नमस्ते। आज फेरि मैले नयाँ सानो भ्लग लिएर आइरहेको छु। आज चाहिँ म कहाँबाट स्टार्ट गर्दैछु भनेको लिची ब्याकग्राउन्डबाट देखिरहनु भएको छ। हामी चाहिँ लिची खान आएको। लिची चाहिँ फेरि यतातिर चाहिँ हाम्रोमा चाहिँ कुनै यो खाने बेला भन्दा पनि धेरै त्यस्तो खाने बेला त होइन, जस्तो गुलियो गुलियो नै छ होइन। अनि यो चाहिँ खासै गुलियो छैन, यो अम्लै छ। अनि घरको चाहिँ बल्ल हरियाउँदैछ। 3 थरीको छ हाम्रो घरमा चाहिँ लिची। यिनीहरू चाहिँ हल्का खाने बेला भएको छ, कुनै गुलियो छ। अनि यो पनि 15-20 दिनपछि चाहिँ खाने नै हुन्छ। अनि म र मेरो आनी यसो बारी हेर्दै लिची पनि खाम। सबै चोरिदिएर सकिसकेको छ हेर्नु न यहाँनिर तपाईँहरूलाई पनि देखाउँछु ल। यस्तै फलेको छ यतापट्टि छैन हेर्नु। अनि यो बाबा मम्मीले यो माथिको यो के राखिदिनु भएको छ, यो नचोरोस् सुँगाहरूले पनि धेरै खाइरहेछ नि त। अनि आमाले बेबी ऊ बाँसले राखेको नि, तिमीलाई थाहा छैन? बाँस लडाएपछि निक्लिहाल्छ नि, बाँस लडाएपछि निस्किन्छ। अनि हामी चाहिँ लिची सिची खान लाग्यो। म चाहिँ खाना बनाउँदै थिएँ क्या। अनि बाबुले लिची खान जाऊँ न भन्नु। अनि त्यही भएर यहाँ लिची खान आएको साथीहरू। बेबी लिची कस्तो थियो? अमिलो थियो कि गुलियो थियो? अमिलो थियो। अनि हाम्रोमा चाहिँ यस्तै काँक्राहरू अलिअलि भइसकेको छ। यहाँ चाहिँ यो लट्टे छरेको छ क्या, यो झारै देख्नुहुन्छ होला। यता चाहिँ फेरि छैन भन्नुहुन्छ त्यस्तो लट्टेहरू उम्रेको थियो। अनि नपुडेको यहाँनिर चाहिँ। अनि घरको लिची पनि हरियै छ। यो चाहिँ अलि असारतिर पाक्छ। अनि लिची खाने बेला भइसक्यो। आउनु है, को हुनुहुन्छ छेउछाउमा चाहिँ लिची खाने भए आउनु। तर आउँदा सकिन्छ कि के गर्छ, चोरेर ढुक्छ। अनि अहिलेको मौसम चाहिँ यस्तो छ कि बादल लागेर पानी पर्ला। हिजो पनि बेलुका पनि हावा हुँदाखेरि कत्रो आएको थियो नि त। अनि पल्लो घरको चाहिँ लिची नै भाँचिदिएछ, मजाले फलेको थियो। अनि झन् हाम्रो चाहिँ भाँचेको छैन। अनि मैले सब्जी पकाउँदै थिएँ। सब्जी पकाउँदा हिँडेको बारी खाने भनेर। अब एकछिन भेटौँ है त। मैले बनाएको सब्जी चाहिँ अलमोस्ट पाकि नै सकेको छ। यो चाहिँ खसीको हो, तर अरू बेला म कुकरमा पकाउँथेँ भने आज चाहिँ मैले कराईमै पकाउँदैछु। त्यही भएर यसलाई मजाले छोपी पकाउँदैछु। अनि यता बाबुलाई चाहिँ एनी टाइम अचेल परौठा चाहिन्छ। अनि उसको लागि मैले परौठा बनाइदिन्छु स्कुलबाट घिउ हालेर। यति दिक्क लाग्न थालेको छ। अनि फेरि कस्तो छ भने यसको बानी चाहिँ एक थोक खायो भने त्यही मात्रै खाएको क्या। एक दिन मैले परौठा बनाइदिएको थिएँ। अनि डेली बिहान पनि त्यही, दिउँसो पनि त्यही, बेलुका पनि त्यही नै भन्न खोज्छ। अनि वाक्क लाग्छ कि यो वाक्क अन्जेल खान्छ। अनि भयो यो फेरि हेर्दैन। पहिला हलुवा त्यस्तै गर्थ्यो। अनि पछि फेरि पर्खातिर सरेको छ क्या। खोलेन यो घिउ हालेर बनाइदिउँ भनेको त ल चाहिँ घिउहरू हालिवरी बनाइदिनु पर्यो परौठा भनेर म जहिले फेरि घिउमै हालेर पकाइदिन्छु। माछा मासु म चाहिँ फेरि घिउ नै हालेर बनाइदिन्छु क्या। अरू बेला पनि माछा मासु खासै खाँदैन। अनि घिउ चाहिँ अलिअलि मन पराउँछ। त्यही भएर घिउ चाहिँ म प्रायः हाल्दैकै हुन्छु जेमा पनि, यसले खानेकुरामा। अनि घिउ माथिबाट मजाले लगाइदिन्छ घिउ चाहिँ। घरको घिउ हो नि त, अहिले अनि त्यस्तो असर पनि गर्दैन। अनि यसलाई त फल्टाउने मजाले। यता खसीको मासु पनि भइसक्यो रेडी। छिटो गरेर पकाउँदैछु। गर्मी यस्तो छ भित्र
पकाउनै नसकिने भइसकेको गर्मीबाट सोधेको क्या तपाईँकोतिर कतिको गर्मी छ हाम्रोतिर त माइगो बिहानै 30, 35, 34 डिग्री सेल्सियस पुगिसक्यो यो खाना पकाउन पनि नसकिने अवस्था भइसक्यो अब अहिले नै यस्तो छ अस्ति इलामतिर जाँदाखेरि त कति आनन्द भएको जाडो भएको थियो अब यहाँ आइपुगेपछि त यस्तै हो यो अहिले नै यस्तो गर्मी छ मार्छ होला हौ गर्मीले म त गुड मर्निङ साथीहरू हिजो चाहिँ अलिकति भिडियो बनाएको थियो बेलुकातिर अनि त्यस्तो बनाउन पाइनँ अनि आज स्टार्ट गर्नु पर्यो अहिले बिहानै भनेर उठ्यो अरे अनि चियाहरू खायो अरे अनि यहाँ खाना बनाउँदै थिएँ अनि भिडियो पनि अलिकति बनाउनु पर्यो हिजो थोरै बनाएको थिएँ नि त अनि अब त्यसमै कन्टिन्यू गर्नु पर्यो भनेर बनाउँदैछु अनि हजुर सन्चै हुन्छ होला म पनि एकदम सन्चै छु यदि बिमारी हुनुहुन्छ भने हस्पिटल जानु होला है त मैले भिडियोमै भने मैले भिडियोमै भनिहालेँ यदि बिमारी हुनुहुन्छ भने हस्पिटल जानु यदि हस्पिटल टाढा छ भने मेडिकल भए पनि जानु होला है त अनि हिजो बेलुका कत्रो पानी आयो क्या हाम्रोतिर यहाँ कत्रो पानी आयो तपाईँलाई देखाउँछु ल यहाँ त अघि यहाँ बाबाहरूले बनाइसक्नु भयो हाम्रो कागतीको रोप्थ्यो नि त फेरि बाख्राहरू नयाँ कराएर अनि मान्छेदेखि के कराउनु थालिहाल्छ यो यता भाँचेर यहाँनिर बाँध्नु भएको छ नि अनि यहाँ लिचीहरू पनि कति झरेछ यहाँ देखाउँछु है त तपाईँहरूलाई म यहाँनिर सबै माथिको झरेर यहाँ लिची पनि यताको चाहिँ यहाँ परको चाहिँ अलिकति भाँचेको थियो हिजो देखाएको थिएँ त मैले हिजो चाहिँ यस्तो मुसलधारे पानी परेर अस्ति मैले लिची खाएको थिएँ नि उता पर हिजो हो त पनि हल्का लुङ्गाएछ अनि त्यो कागतीको एकपट्टिको बोट भाँच्दैछ यता पानी हेर्नु न जमेर यस्तो हुन्छ यहाँनिर गहिरोमा अनि लाइन पनि छैन हिजोदेखि नै गएको अघि एकछिन आए जस्तो गरेर त फेरि गयो लाइन अनि त मकैहरू सबै यस्तो लडाएर हावाले अरू त्यस्तो नराम्रो त केही गरेन कि त्यो हावा चाहिँ डेन्जर आएको थियो हिजो बेलुका मान्छे नै उडाउला जस्तै एकचोटि टिकटकमा कि फेसबुकमा देखिरहेको थियो चितवनतिर है कतातिर यो टस्ने उडाइदिएको त्यस्तै त्यत्रो धेरै त होइन तर त्यस्तै हावा चलिरहेको थियो अनि त्यो पल्लो घरको लिची फेरि भाँचिँदैछ अनि अरू त त्यस्तो केही बिगार गरेन हिजो चाहिँ ठुलो पानी आएर शीतल चाहिँ भयो अहिलेसम्म पनि अब अघि एकछिन 5 मिनट जति लाइन आयो त्यो फेरि गयो अब पथेर आउने हो लाइन पनि अनि यहाँनिर अब सफाइहरू गर्नु पर्यो आज शनिबार छुट्टी नि त अनि ढिलै गरेर खानाहरू बनाउनु पर्यो भनेर गरिरहेको छु अनि सुरुमा सफा गर्नु पर्यो अनि बाबुलाई खाजाहरू बनाउनु पर्यो यहाँ बस्नु पर्यो गले गर्नु पर्यो भनेर अनि यहाँ सफाइहरू गर्नु पर्यो अब भन्दै अल्छी लागि बसिरहेको छ आज बाबाहरू पनि हुनुहुन्न अनि फेरि अझै गुडुङ गर्दैछ पानी आउनु लाग्यो कि के लाग्यो गुडुङ गर्दैछ आज त त्यस्तो कहाँ जाने पनि त्यस्तो केही प्लान पनि छैन खै कहाँ जानु दिउँसो कहीँ भयो भने जाऊँ भनेको भयो भने जान्छु अब खानासाना बनाउनु पर्यो अलिअलि त बनाउँदैछु सब्जीहरू चाहिँ काटेर बनाउँदैछु अनि बाबुलाई खाजा बनाएर अब यहाँ सफा गर्नु पर्यो आँगनहरू सबै यो पत्ताहरू सबै झर्छ हावा लाग्ने बित्तिकै अनि बडालेको दिक्क बनाइसक्छ अब त्यही हो अब एकछिनमा भेटौँ है त साथीहरू अब एकछिनमा भेटौँ अनि अर्को कुरा तपाईँहरूकोतिर चाहिँ के गर्यो हावाले बिगार हाम्रोतिर त त्यस्तो धेरै त गरेन हावा चाहिँ डेन्जर आयो अरू त्यस्तै हो शीतल पनि भयो अब एकछिनमा भेटौँ साथीहरू मैले चाहिँ अलिकति बढालिसकेँ यतातिर चाहिँ यहाँसम्म ल्याएर थुपारेँ हेर्नु न कति छ हेर्नु न ल अनि यो हावा आएपछि चाहिँ यस्तै हो म छक्क भएर यहाँ सानो छ नि त यो भिटे म त वहाँ पुगे जस्तो देखेँ क्या हेर्नु न यहाँनिर चढ्दै अनि म त कहाँ पुगेको त्यो भन्छु नि आज फेरि बाबु उठेको छैन क्या आज किन सुतो धेरै बेर सुतो
अनि अब उठाउनु पर्यो त्यसलाई पनि। अनि त सब्जी र दालहरू चाहिँ पकाइसक्यो, अब खाना बनाउनु बाँकी छ। अनि त्यो बडाले सक्यो अनि बाबुलाई उठाउनु पर्यो भन्दैछु। आज किन ढिलोसम्म सुतिरह्यो, छुट्टी भयो कि हिजो बेलुका पानी परेर शीतल भयो नि त, त्यसले गरेर हो कि मोबाइलहरू तल ल्याइदिएको थिएँ चार्जमा हाल्दिनँ नै। अनि अब लाइन अझै आएको छैन, अब यति सक्नु पऱ्यो बडालेर। हेर्नु न यो यति हुन्छ यो धुलो फोहोर सबै। अब अहिले डढाएन भने कि उही पुऱ्याइदिन्छ, उडाएरै पुऱ्याइदिन्छ। अनि बाल्नु पऱ्यो भनेको फेरि चिसोमा बल्छ बल्दैन। अनि बाबुलाई बोलाउनु पऱ्यो सुरुमा चाहिँ यति सकेर, त्यसपछि अनि खाजाहरू दिएर ढिलो नै खाना बनाउनु पऱ्यो। आज पनि हाम्रो क्लब घरमा के छ भने माइक बजेको बजेछ, त्यो योगा आएको केही होला कि केले हो। म चाहिँ यहाँ बाबुलाई उठाउनलाई आइसकेको छु। बाबु पनि उठिसकेको छ अनि बाबु सँगसँगै एकछिनमा पनि सुतिरहेको छु। अनि बाबुलाई चाहिँ नदेखाउनु अरे, बाबु चाहिँ उहाँ उठेर उता गएको छ। अनि खाजा खुवाउनलाई उठाउन आएको म चाहिँ यहाँनिर। अब उठिसक्यो, 9 बज्नु लाग्यो। अनि यता खाजाहरू पनि दिनु पर्यो भनेर उठाउन आएको म, खाजा दिनलाई उठाउन आएको। अनि यतिकै अब भिडियो गर्नु पर्यो। अनि अस्ति मैले बनाएको फोटोहरू चाहिँ मैले यसरी राखेको छु यहाँनिर। डेकोरेसन त गर्न आउँदैन, त्यही पनि अब यसो हेरिदिइराखेको अलिअलि। मेरो छोरा पुगिसक्यो तल, उहाँ चुप लागेर जान्छ कि। अनि थाहा पाउँदैन कि भनेर बिहान बिहान म उठेको हुँदिनँ। मेरो चाहिँ फेरि यहाँनिर हेर्नु न पिम्पल्स आइरहेको छ। अनि म चाहिँ उठेर अब हिँड्नु लागेँ तल, बाबुलाई उठायो अरे, बाबु तल पुगिसकेको छ। अनि त्यही साथीहरू अब खाएर दिनु पऱ्यो। अनि नुहाइदिनु पर्ने छ आज उसलाई, अस्ति पनि नुहाइदिन पाएको थिइनँ। अनि स्कुल गइहाल्छ ऊ, खाजा बोकेर यहाँ आइसक्यो। अब लाइन छैन, कता बस्ने हो, त्यहाँभित्र पनि बेबी गर्नुहुन्छ कि झ्याल खोलिदिनु। ल यो चाहिँ बाबाको कोठामा खाजा दिनु पऱ्यो, झ्याल खोलिदिनु पऱ्यो। देखाउँदिनँ बोकिला नदेखाऊ भन्दैछ यहाँनिर। अब छिरोस् न त सानो, यस्तो गुमुक्क पारेर सुत्नुहुन्छ नि फेरि बाबु चाहिँ यहाँ। मलाई चाहिँ फेरि यस्तो गुमुक्क पारेको मन पर्छ। बाबु चाहिँ यहाँनिर खाजा खाँदैछ। अनि आफै झिकेर गयो, पानी लगिदिन्छु ओरिदिन्छु। अनि खाजा खाएपछि ढुक्क हुन्छ नि त, आफ्नै सुरुमा हुन्छ। अब हेर्नु है, म यहाँ बाख्रा कराएको छैन नि भित्र हुँदाखेरि। अब म बाहिर आइसकेपछि अब देखेपछि गर्न थाल्छ यो बाख्रा पनि मान्छे देखेपछि। लाइन पनि आएको छैन। अब लाइन आयो भने चार्जमा हाल्ने मोबाइल एकछिन भनेको, न त क्लब घरमा लगेर एकछिनमा पनि हाल्छु, चार्ज छैन। अब आज के गर्छु नुहाइदिनु पनि पर्ने छ बाबुलाई। अनि अब यसो आज चण्डी नाच पनि हुन्छ अरे अन्तिम दिन भनेको सुनेको थिएँ। अब कोही साथी भयो भने त जाँदा हुन्थ्यो, अब कोही साथी नै छैन क्या त्यस्तो जाने भने। अनि त्यही पनि अब मिलेसम्म चाहिँ जाऊँ न भनेर गर्न खोजेको। फेरि हाम्रो चाहिँ यहाँ पिम्पल्स आएर हेर्नु न खत्तम भइरहेछ। आज यति धेरै लाइन गइसक्यो नि। म बिहान एकछिन आयो भने मैले भिडियोमा। अनि त्यसपछि गएको गयो अहिले एकछिन आएको थियो, फेरि गइसक्यो कि जानु। कति गएको नि लाइन गएर दिक्क। नाइटदेखि गएको, अहिले यतिखेर अघि एकछिन आयो जस्तो गर फेरि गयो। फेरि यता अरू सबैतिर छ कि, हाम्रो यो लाइनतिर चाहिँ छैन। अनि भोल्टेज अलिक कम आइरहेको थियो। अनि
अलिक पावर छैन भन्दै छ फेन चलेन अरे नि पावर। अनि आज चाहिँ मौसम अलि धुम्म छ तर गर्मी त ओभरै गर्मी छ। यता मामा चिया खाँदै हुन्छ ऊ होइन आया नि के गर्दैछ खाजा खाएर बसिरहेको छ। अनि मैले चाहिँ उसको लुगाहरू पनि धोइदिएँ अरे। अनि म पनि यहाँनिर चिया खाँदैछु। चिया खानु पर्यो नि। यति धेरै गएँ म गर्मीबाट अनि चिया खाँदैछु। अनि अहिले चाहिँ अनि मोबाइल चार्जमा एकछिन लाउनु पर्यो भिडियोहरू एडिट गर्नुपर्ने अनि भनेर चार्जमा हाल्दै त 2-3% हुँदैन फेरि गयो लाइन। कति धेरै गएको यो लाइन पनि दिक्क लाग्छ। अचेल त कुन मान्छेसँग निकालेदेखि यस्तो भएको भन्छ सबैले त्यसैमा। तर हाम्रोतिर त नि अलिकति पानी आउनु हुँदैन लाइन जान्छ। अलिकति के भन्छ हावा चल्नु हुँदैन लाइन जान्छ। रुख ढल्यो अरे के गर्यो अरे भन्छ। जब कि अरू बेला रुखहरू फाड्नुलाई पनि जान्छ तारको वरिपरि भएको रुखहरू फाड्ने भन्दै गइरहेको हुन्छ र पनि कहाँको रुख फाड्छ पनि। अलिकति पानी आउनु हुँदैन गइहाल्छ लाइन अलिकति आउनु हुँदैन गइहाल्छ। अनि यो गर्मी यस्तो भइरहेको झन् बढिरहेको कति गएको यो लाइन पनि दिक्क लागिसक्यो। अनि त्यो लाइन गर्ने मान्छेलाई बनाउने मान्छेलाई फोन गर्यो भने पनि फोन उठाइदिँदैन। ल भन्छ फोन उठाइहाल्यो भने पनि आउँछु म हेर्छु नि तपाईँहरूकोतिर के भएको छ भन्छ आउँदैन। यस्तो रिस उठ्ने जस्तो हुन्छ नि अहिले यतिखेर। यता चाहिँ अब सबैतिर हो भने त त्यस्तै नै होला। तर यो गर्मी अति भइरहेको यो हावाहरू पनि लागेको छैन क्या। मकैले झन् अब त हुस्स हुन्छ नि त। तिमीमाथि यो मकैमा त के दबाईहरू हानेर होला यस्तो बनाएर टाउको दुखेर हुन्छ। विरक्त भयो साथीहरू। मोबाइल एकछिन चार्ज लाएर अनि अब यहाँनिर भिडियो इन पनि गर्नु पर्यो। आज जस्तो सुकै भए पनि भिडियो बनाउने कोसिस गरेँ। राम्रो भयो नि नराम्रो भयो नि यसो मन पराइदिनु होला भन्दै अनि अब इन गर्नु पर्यो भनेर यसो गर्मी भयो क्या घरमा बस्दा अनि घरमा बस्दा गर्मी भयो। अनि म चाहिँ लाइनहरू आयो अनि यता बारीतिर जाँदैछु। अब एकछिन यसो घुम्नु पर्यो भनेर बारीतिर। अनि बाबुहरू पनि कता गयो खेल्नुलाई। अनि म चाहिँ अब हिँड्दैछु यहाँ बसेर बोल्नु पर्यो। अनि बल्ल लाइन आयो यतिखेर। अनि आजको मौसम चाहिँ दिनभरि पनि यस्तै छ घाम लागेको छैन यस्तै मात्रै छ। हेर्नु न कस्तो राम्रो देखिन्छ हरियाली देखिन त। तर अनि अब यो मकै अलिकति बढ्यो भने चाहिँ फेरि गर्मी सबै हुन्छ त्यही हो। अनि यहाँ बसेर यसो हेर्दैछु अल्छी लाग्यो घरमा बस्दा या केले बोच्छु घरमा बस्दा अल्छी लाग्यो। अनि यसो बारीतिर आएर भिडियो बनाउँदैछु बाटोतिर आएर बारीतिर भन्दा पनि। अनि आजको भिडियो के कस्तो भयो थाहा छैन तर सानो भयो छोटो भयो होला। 2 दिनको बनाएको थियो भिडियो हिजो बेलुका बनाएको थियो अलिकति। अनि त्यतिकै त्यसमै कन्टिन्यू गरेँ आज। अनि आज लाइनहरू नभएर त्यस्तो धेरै उता जाने प्लान थियो क्या। आज साथीहरूलाई अन्तिम दिँदैछ नि त जाने भनेको फेरि कोही साथी पनि भएन। अनि घरमै बसेँ। अब आज बाबुको छुट्टी पनि थियो अनि त्यतिकै बाबुसँग घरमै बसेँ। घरमा अरू कोही पनि हुनुहुन्न। अनि अब लाइनहरू पनि आउँदै जाँदै गयो। एडिट पनि गरिहालौँ भनेको लाइन जाँदै आउँदै गएर मोबाइल चार्ज पनि धेरै राम्रोसँग थिएन। त्यही हो साथीहरू। अब आजको भिडियो यस्तै भयो राम्रो नराम्रो राम्रो भयो नि नराम्रो भए पनि माया गरिदिनु होला। अनि हजुरहरूले धेरैजनाले भन्नुहुन्थ्यो क्या मेरो भिडियोमा भोइस सानो आउँछ भनेर। पर्सनली मेसेज पनि धेरैजनाले गर्नुभएको थियो। अनि हो त्यसरी नै अब भर्खर सिक्दै त गइरहेको छु बनाउनको लागि। त्यस्तो धेरै अब आइहालेको छैन त्यही नै अब बनाउँदैछु सिक्दै बनाउँदैछु। अनि त्यही हो अब धेरैजनाले भन्नुभएको थियो अलिक भोइस ठुलो गर भनेर भन्दै हुन्थ्यो। अनि त्यही भएर जस्तो आफू सक्छु भोइस ठुलो बनाउने कोसिस गरिरहेको छु। अब यसरी नै अरू नराम्रो कुराहरू अब यस्तै सिक्ने जान्ने कुराहरू पनि अब भनिदिँदै गर्नु होला। म त्यही अनुसारको फलोहरू गर्छु।
अनि आजको भिडियो चाहिँ म यहीँसम्म गर्दैछु अनि अब भोलि भयो भने कन्टिन्यू गर्छु अरू भिडियोहरू पनि। भएन भने अब 1-2 दिन ग्याप हुन्छ। यदि अब भिडियो बनाइहाल्यो भने हालिहाल्छु। अहिले नभने पनि माया चाहिँ नमार्नु होला भन्दै आजको भिडियो यहीँसम्म। बाई बाई।